सेवा नमस्ते सबै साथीहरूलाई मेरो काइलीको संसार युट्युब च्यानलमा स्वागत छ। अनि हामी चाहिँ अहिले चर्चबाट डाइरेक्ट आएर फेरि पनि हामी चाहिँ बर्गर हाउस नै जाँदैछौँ। अब एभ्री सन्डे जस्तो चाहिँ बर्गर हाउसमा आउँदैछौँ, किनभने अब लन्च बनाउनुलाई अल्छी लाग्छ। बर्गर हाउसमा आयौँ, अब हामी चाहिँ बर्गर हाउसमा छिर्दैछौँ। अनि अब फेरि मेरो नानीहरूले अर्डर गर्छ, अब हामी चाहिँ यहीँतिर खाने भयो। मेरो ज्वाइँको चाहिँ अलिकति गाह्रो भइरहेको छ। अनि मेरो नातिले त प्रिन्सेस अगाडि नै आएर बसेको छ। ल साथीहरू के हुन्छ बर्गर खान्छौँ अनि बाहिरतिर जाउँला भिडियो बनाउला भनेको भिडियो नबन्ने भयो जस्तो छ। सो मैले यहीँनिरको भए पनि अलिअलि ऊहरू गरेर चाहिँ मैले गरेँ। Subscribe to my channel. मेरो ज्वाइँ र मेरो नाति नि साह्रै ट्यालेन्टेड छ हेर्नु त्यहाँ। ल साथीहरू हाम्रो खाना चाहिँ आइसकेको छ। सबैजना मिलेर र यही चिकन बर्गर साथीहरू हामी चाहिँ फेरि अर्को पार्कमा आइपुग्यौँ। यहाँनिर चाहिँ बिच छ होइन। अनि यहाँनिर यस्तै हो, जहाँ पनि यहाँको पार्कहरू यस्तो। मेरो ज्वाइँहरू झुन्डी पनि सक्यौँ। हाम्रो चाहिँ उयो गरेको नेपाल लेखिएको गाडी चाहिँ ऊ त्यहाँ छ हाम्रो है। ऊ देख्नुभयो, ऊ त्यहाँ छ। यहाँ गाडी रोक्यौँ अनि त्यसपछि ऊ यहाँ चाहिँ आइसक्रिम बेच्छ। अनि यहाँनिर खेल्ने ठाउँ यो पार्कमा चाहिँ हामी आएको छौँ है त साथीहरू। के गर्छौँ यहाँ त्यतिकै पनि यसो कन्टेन्ट बन्छ होइन। अब सबै नै राम्रै हुन्छ भन्ने पनि छैन होइन। यस्तो छ है त साथीहरू। यो ठाउँमा यो चाहिँ एउटा ब्रिज हो अनि पार्क पनि हो। यहाँ बच्चाहरू आउँछन्, आइसक्रिमहरू बेच्छ यहाँनिर यसो खाने अनि ब्रिजमा घुम्ने क्या त्यस्तो यस्तो छ। अनि यहाँ मेरो छोरा साला भेना चाहिँ त्यहाँ गर्दैछ होइन। यस्तो छ है। यहाँ चाहिँ आइसक्रिमको यहाँ पनि हेर्नु यस्तो छ। सबै खेलकुदहरू साइकल रेसहरू गर्छन् होइन। आइसक्रिम बेच्छ त्यस्तो। ज्वाइँले र छोराले चाहिँ सुरुवात गरिहाल्यो, खेल्दैछन् यसो युज गर्ने नि होइन पार्कमा। त्यस्तै हो सबैको कारहरू यस्तो छ। जङ्गलहरू रुखहरू यस्तो यस्तो टाइपको छ होइन। यस्तो छ यसो यो चराहरू कति उडिरहेको हेर्नु। उसको मालिकहरूले यसो त्यो भित्र चराहरू हेर्नु त कति उड्दैछ। बाथरुम मान्छेहरू बाथरुम होइन कि यसो टोइलेटहरू अनि यस्तै छ है सिनहरू यहाँ। अब यो सबै फ्रीको पार्कहरू हेर्नु त कस्तो राम्रो मान्छेहरूलाई खेल्ने यसरी घुमिरहेछ। यसरी कुद्ने एक्सर्साइज गर्ने ठाउँ डगी पर कराइरहेको छ। यो चाहिँ ब्रिज पर हावा आउँछ अहिले त्यहाँ जानुपर्छ। मसिनो चराहरू हेर्नु न त्यहाँ खाइरहेको छ कि। मैले त्यहाँ आउँदाखेरि भुट्र उडेको हेर्नु न, सबै खाइरहेको हेर्नु न कति राम्ररी कस्तो मजाले उडेको हेर्नु न खाइरहेको त्यहाँ। मेरो नानीहरूले चाहिँ साथीहरू आइसक्रिम अर्डर गर्दैछ कस्तो कस्तो खाने भनेर। अनि यस्तै हो हेर्नु न। यो प्लान्ट चाहिँ कस्तो हेर्नु त पहिला कस्तो खालको हेर्नु झुरुरु परेको हेर्नु न। कस्तो रमाइलो। मेरो नातिनीले हल्ला गर्दै कराउँदैछ सुन्नु। ल हेर्नु साथीहरू यस्तै हो है। अब यहाँ उता जाने यस्तै घरहरू यस्तो धेरै यहाँनिर सानो सिटी हो। यति छैन, उब्लोहरू छैन, हाई छैन, यस्तै हो।
प्लान चाहिँ कति इन्ट्रेस्टिङ लाग्ने के हेर्नु न साथीहरू कस्तो देख्छ देख्दा पनि साथीहरू मान्छेहरू एक्सर्साइज गर्दैछ घुम्दैछ यो बिर्च होइन चौरी कस्तो राम्रो होइन पर रुखहरू चराचुरुङ्गीहरू उड्दैछ साथीहरू रमाइलो छ यस्तै छ जिन्दगी है टाढा टाढाको हेर्नु साइकल रेसिङ गर्छ यस्तै चाहिँ यहाँ हेर्नु नि ठाउँ ठाउँमा राख्दै हुन्छ बच्चाहरू खेल्छ होइन कस्तो राम्रो ठाउँ छ यस्तै हो खेल्ने त्यही छ हेर्नु है साथीहरू त्यो यस्तै खालको खालि झारहरू हुन्छ यहाँ यहाँबाट उता चाहिँ साथीहरू हेर्नु है फुल मान्छेहरू जान्छ पर छेउसम्म जान्छ मान्छेहरू साइकल रेसिङहरू गर्छ यसरी यहाँबाट है कस्तो मजाको देखेको छ होइन आइसक्रिम खाएको साथीहरू आइसक्रिम पार्कमा आएर ल साथीहरू हेर्नु त तल यो माथि ब्रिजबाट हेरेको होइन त्यो हाँसहरू हेरौँ न सबै यहाँको हाँस त उड्छ नि फेरि साथीहरू कति मजा पानीभित्र पनि खेलिरहेछ यहाँको हाँसहरू त कति कति उड्छ पो त फ्लाइ गर्छ लु हेर्नु त साथीहरू कति राम्रो यो के भन्छ यसलाई के यो कुचो जस्तो होइन यो ढुङ्गा छ अनि यस्तो छ कुचो जस्तो लाग्ने तर बजारमा बेच्नमा राख्छ त्यही पनि खोलाको छेउछेउमा हेर्नु यो हेर्नु हामी चाहिँ उताबाट यो बिर्समा चाहिँ यस्तै सिनहरू कस्तो राम्रो देखेको छ है यो कुचो जस्तो मेरो नातिनी हेर्नु नि कस्तो पत्रकार छ उसको मामा चाहिँ ड्युब गरेर आएको छ दुईवटा छोरीहरू आउँदैछ जवाई पछाडि पछाडि हामी चाहिँ यहाँनिर आइसक्रिम खाएर यसमा चाहिँ टोलनको लागि त उज्यालो देखेको हेर्नु त्यो पारी हेर्नु त गाई बस्तुहरू छ अनि मान्छेहरू चौरी हो त्यो गाई बस्तुहरू हेर्नु धेरै चौरी कस्तो राम्रो यहाँबाट फर्केको सबैजना फर्किनेछ बिर्सबाट मेरो नानीहरू पनि फर्किँदैछ है यो पुलबाट अब हामी चाहिँ बिर्सबाट यसरी जाँदैछौँ घर जानलाई अब योभन्दा उता त के छ र यतिकै होला साथीहरू अहिलेको लागि चाहिँ अब हामी चाहिँ बिदा पनि माग्ने बेला भइसक्यो धेरै लामो धेरै इन्ट्रेस्टिङ पनि नहोला मेरो कन्टेन्ट चाहिँ तर पनि अब यसो च्यानल एक्टिभ राख्नलाई भए पनि जहाँ गयो त्यहाँको यस्तो एक दुई सिनहरू खिचेर देखाउने गरेको छु हेरिदिनु होला अन्तिमसम्म हेरेर साथ दिनु होला अनि मेरो च्यानलमा नयाँ जुर्नेहरूले लाइक सब्सक्राइब सेयर पनि गरेर भिडियोमा कमेन्ट छोडिदिनु होला म पनि त्यसरी नै तपाईँहरूलाई साथ सपोर्ट दिनेछु अनि त्यसो भन्दै अब म यो भ्लगबाट चाहिँ बिदा हुन्छु साथीहरू अर्को भ्लगमा भेट्ने बाछा गर्दै अहिलेको लागि बाई सबैजना सन्चो रहनु जीवनमा खुसी रहनु